मान्छे संसार जिते जस्तो किन्थ्यो नि त मलाई म यो भन्ने लाग्थ्यो। अनि अब हाम्रो दाजुभाइहरू आफन्तहरू गाउँमा काम गर्ने सानोतिनो कारले नपुग्ने अब अलिकति अप्नाउने आउनुपर्ने हेर्नु जस्तो राम्रो कार खोज्ने त्यस्तो त्यो भनेको मतलब एउटा सोसल अपवार्ड मोबिलिटी अलिक माथि जाने अलिक ठुल्ठुलो चिजमा जाने भन्ने जुन एउटा कल्चर छ हाम्रो सोसाइटी त्यसभित्रै बहकिरहेको छौँ। जब अक्सफोर्ड गएर अक्सफोर्डमा राति 9:30 10 बजीतिर टप राखेपछि त्यो बेलामा मुभमेन्ट आएर नेपालमा सधैँ उत्थल भइरहेको काठमाडौँ अपराधी जुलुस भएर नै म अब काठमाडौँतिर लेखेर नि अब अलिकति जियो पोलिटिकल कुराहरू कल्चरल इस्युजहरू मुभमेन्टका इस्युजहरू यस्तोमा लेखेँ। पिएचडी भएको हुनाले त्यहाँको अक्सफोर्ड युनिभर्सिटीको मान्छेहरूले चाहिँ वाच गरिरहेको छ। जहाँ चाहिँ म अक्सफोर्ड युनिभर्सिटीमा दुईवटा पेपर चुनेर भन्नु गएको भएँ। एउटा भुटनिज रेफ्युजीमा एउटा चाहिँ एजुकेसन सम्बन्धी त्यहाँ पुग्दाखेरि त्यहीमा यो मान्छे आज भने हामीले उसलाई किन इलेक्सन गर्ने भने मलाई धेरै ठाउँमा त्यहाँ विशेष अतिथिहरू बनाएको। त्यो क्रममा चाहिँ सबभन्दा मलाई स्ट्राइक गरे राति पनि बची बारेर त्यहाँ अक्सफोर्डको प्रोफेसरहरू चाहिँ साइकल लिएर हिँडिरहेको थियो के भन्यो एकदम टप प्रोफेसर। फेरि हिउँ परिरहेको छ पानी परिरहेको छ सधैँ पानी पर्ने साह्रै चिसो ठाउँ। अनि मलाई रियलाइज भएर लुकेर साइकल चढ्दियो। अब राम्रोसँग खुलेर साइकल चलाउने नआउँदा छैन धुलो छ फोहोर हुन्छ पसिना हुन्छ। अब प्रिन्सिपल मान्छे होइन अनि पछि चेयरम्यान पनि बनाइदियो। अब म यो भनेर देखाउनु पर्ने ठाउँमा साइकल चढेर हिँड्नु मान्छे त भनेर उनीहरूको इज्जतको लागि भन्दा लुकी साइकल चलाउनु पर्ने झन्डै 4-5 वर्षको लुकेर साइकल चला फोटो पनि हाल्न कहिले पनि होइन। त्यसपछि गर्वका साथ म साइक्लिस्ट हुँ पनि भनेन। साइकल मुभमेन्टमा निस्केन खालि हेर्ने। अनि किशोरी टिचरहरू कहिले खाता कान्तिपुर एउटा आर्टिकल लेख्थेँ नि गएर बस्थेँ। पछि चाहिँ साइकल साथीहरूले भेटेर पक्रेर मलाई मुभमेन्टमा अगाडि देखाउनु थाल्यो। जब म मुभमेन्टमा आएँ अत्यन्त धेरै क्रिटिसाइजहरू आयो कि यस्तो घरबाटै के गरेँ यस्तो काठमाडौँ ठाउँमा साइकल लिएर निस्किनु हाम्रो मान्छे घर आएको चाहिँ पुग्दैन जस्तो रिक्सा पछि अनि घरको मान्छेलाई छोरालाई म्यामलाई पनि साइकलमा हिँडाउनु थालिसकेपछि अलिअलि मुभमेन्टमा लानु थालिसकेपछि अलिक पोजिटिभ चेन्जहरू मलाई पनि आएको मेरो शरीरमा नै आएपछि मेरो व्यवहारमा नै आएपछि एकदमै पोजिटिभ हार्मोन आउँदो रहेछ नि त ह्याप्पी हार्मोन। पोजिटिभ ह्याप्पी हार्मोन आएपछि चाहिँ घरको मान्छेहरूले अरे तिमी त रिसाउँथ्यौ खालि घर छोडेर हिँड्छु भन्थ्यो कहिलेकाहीँ पढ्ने मेरो वातावरण भएन भन्थ्यो यता डिस्टर्ब गऱ्यो भन्थ्यो उता घरको माहौल भएन भन्थ्यो त्यो मेरो डिस्टर्ब हो भन्थ्यो। पछि त्यो साइकलमा गएर मेरो डिस्टर्ब भयो भन्नु छोड्यो। गाडी केन्द्र लगाएर मलाई एकदम सपोर्टमा भन्नु नि छोड्यो। हुन्छ नि टेन्सन हुँदैन डङ्ग साइकल चढेर आयो पुरै ज्यान खाएर लिँदा आयो भोक आएछ टन्न खायो मजाले पानी पियो यो सारा हुँदो रहेछ नि त होइन। अनि त्यस्तो अवस्थामा त घरको मान्छे पनि ह्याप्पी हुन थाल्यो। फेरि यो पोलिटिकल कुराहरू के कन्ट्रोभर्सियल कुराहरूमा कलम चलाएर हिन्दी लेखेर हिन्दी बरु साइकलमै लेख भन्नु। अब मेरो म्याडमले पनि प्रोफेसर पनि हो युनिभर्सिटी। अब मेरो मिसेसले पनि के भन्नु थाल्नु भन्ने होइन यो चाहिँ म पहिला रङ रहेछु यही विषयमा तिमीले चाहिँ अब एकाडेमिक काम गऱ्यो हुन्छ बरु म पनि रिसर्च गरिदिन्छु भन्दै खोजेर मटेरियलहरू दिन थाल्यो कि। अनि मैले यो किताब लेख्छु भन्ने तपाईँलाई मुड थिएन। सानो नेपालको साइकल हिस्ट्री लेख्छु यत्रो पकेट बुक जस्तो बनाउँछु किनै होला साइकलमा मटेरियल्स भन्दै बटुल्दै 2-3-2.5 वर्षसम्म त मलाई साइकलको किताब हुन्छ र भन्ने म आफै प्रश्न चिन्ह झन् खोज्दै गएँ नयाँ साथी भेट्दै गएँ। हेटौँडाको साथीहरू पनि भेट्यो हेटौँडाभरि साइकलको स्टोरी नै हिस्ट्री भेट्नु थालेँ। सिक्किम गयो त्यस्तै अब तपाईँको मध्य प्रदेशमा गएँ त्यस्तै हेर्दै जाँदा त कबाडीवालाको स्टोरी पत्ताउनु पऱ्यो भनेर मलाई त अमेरिकाको बेस्ट युनिभर्सिटीबाट चाहिँ ल ताराजी तपाईँ नेपालमा एकाडेमिक मान्छे साइकल मुभमेन्ट हाकिरहेको छ हामीले इन्भाइरोमेन्टल जस्टिस भन्ने एउटा नेपालकै पहिलो किताब एकदम राम्रोसँग राउटलेज एन्ड फ्रान्सिस भन्नेले होइन छाप्दैछौँ। यो चाहिँ पहिलो किताब हुने त एसियामै एउटा राम्रो इम्प्याक्ट पर्नेछ त्यसमा एउटा च्याप्टर लेख्नुहोस् त साइक्लिङमा जोड्यो भनेर उतैबाट अमेरिकातिर एउटा प्रोफेसरहरूले एप्रोच गर्नु थाल्यो। अरे साइक्लिङमा त सानसानो कुरा होइन रहेछ त यो त ठुलो एकाडेमिक कुरा रहेछ भनेर अनि कसको बारेमा लेख्ने त भन्दा म त साधारण स्टुडेन्टमा पिएचडी गरेको मान्छे अब 20 लाखको साइकल चढ्नेहरूको कुरा भएन मैले। अनि सबभन्दा तल्लो वर्गको साइक्लिस्टहरू को हुँदो रहेछ भन्दै जाँदा म कबाडी कहाँ पुगेँ कि आफ्नै वरिपरि कबाडीको चाहिँ मान्छे बुझ्दै खोज्दै भेट्दै जाँदा त
काठमाडौँमा मात्रै कति लाग्छ भने 20 लाख छ हामी भन्छ क्या उनीहरू कहाँ यहीँ छ भने यहाँ नहुने हामी देशभरि 20 लाख छौँ हामी ठुलो सक्यो रन्जन रहेछ हो 12 देखि 15,000 त बालेन्द्र साहब विरुद्धमा उनीहरू उल्ट्यो नि त एकचोटि उसको साइकल सबै समातेर पक्रेर तोडेर तपाईँको टेक्निकल त्यो यत्रो माउन्टेन जस्तो बनाएर स्ट्याप गर्यो त्यो साइक्लिस्टहरूको कथा पीडा सुन्दै जाँदा त ओ माई गड उनीहरूको कथा बस्न थाले त्यो रोड सफा गर्नेहरूको कथा बस्न थाले साइक्लिस्टहरूको स्कुलहरू जाने सधैँ साइकल चढेर तपाईँको काम गर्न हिँड्ने कामदारहरू भनौँ न मजदुरहरू यस्तोको कथा खोज्दै जाँदाखेरि झन् झन् रिक्सर हुँदै भयो एकातिर अर्को मोमो साइकलको फेरि कथा अर्कै छ त्यो एकातिर हिमालमा चढ्ने साइकलको अर्कै कथा छ त्यो अर्को भयो खेलकुदको साइकलसँग जोडेको केही सोनाको साइकलको मात्रै डिसिप्लिन बिदारहेको छ क्या विश्वमा वर्ल्ड कपभन्दा ठुलो साइकल च्यालेन्जेसहरू हुँदो रहेछ पोहोरको साल स्कटल्यान्डमा भएको यसपालि फ्रान्समा हुँदो त्यो 130 वर्षदेखि चल्या वर्ल्ड कप फुटबलभन्दा पनि रिचर रहेछ त्यहाँ 8 लाख त अडियन्सहरू थियो होइन झन्डै 12,000 कि 14,000 पार्टिसिपेन्टहरू आयो 6-7 लाख त क्लब हुँदो रहेछ यति ठुलो शक्ति रहेछ कि साइक्लिस्टहरू अब मेरो अहिले साथी वर्ल्ड भइसक्यो मैले खोजेर उनीहरू नै जोडिन आयो अब मलाई के भयो अरूलाई थाहा छैन मेरो युनिभर्सिटी प्रोफेसरहरूलाई पनि थाहा छैन यो ताराभरि सिक्यो समाजको स्टडीमा काम गरेर यस्तो मजासँग हिँडेर मान्छे यो साइकलको पछि लगाएर हिँडेर धुस्रे हुँदै हिँडिरहेको छ यो गयो भन्नु म चाहिँ गुरु काम गर्छु कसै कसैले अलिकति तारिफ पनि गर्नु यो ठिक काम गरिरहेको छ तिमीले पनि भन्नु तर यार तिमी कहाँ अर्को डिसिप्लिनको मान्छे के गरिरहेछ यो तिम्रो कहाँ होइन त भन्ने पनि प्रश्न छ त्यो अब जब यो किताबको स्वरूप आउँदै गर्न थाल्यो अनि मलाई एकदम भुट चढ्यो अनि यो किताब कहाँ पब्लिस गर्ने भयो कसरी पब्लिस गर्ने होला भनेर साथीहरू खोज्दै गएँ नेपालको पब्लिकेसन हाउस त्यही छ आज स्कुलको अब पत्र मुभमेन्ट भयो देखिहाल्नुभयो होल पब्लिकेसन हाउस एकतिर छ बाँकी अर्कोतिर मुभमेन्ट पनि लाग्यो अनि मलाई पनि के लाग्यो भने पब्लिकेसन हाउस भन्दा सुरुको मेरो शक्ति स्रष्टा सभाटन भन्ने किताब जब पिएचडीको इङ्ग्लिसलाई मैले ट्रान्सलेट गरेँ नेपालीमा किनभने नेपालमा इङ्ग्लिस रिडर्सहरू छैन अरू सुवेदी गोविन्दराज भट्टराई सञ्जीव सुवेदी अरुण गुप्त जो इङ्ग्लिसका टप मान्छेहरू हुनुहुन्छ सिकुलर घोडी लगाएर सबै कसैले पनि अङ्ग्रेजीमा किताब नेपालमा लेखिरहेको छैन किनभने हाम्रो अङ्ग्रेजीलाई यहीँको मान्छेले त स्वीकार्दैन ग्लोबलले स्वीकार्नेवाला छैन हाम्रो रिडर्स त नेपाली नै हो हामी इङ्ग्लिसबाट पिएचडी गरे पनि हामी अङ्ग्रेजी एउटा साहित्य पढाएर बाँचे पनि हाम्रो संसार त नेपाली नै हो दाल खानु मात्रै हामी अङ्ग्रेजी पढायौँ भन्नुहुन्थ्यो उहाँहरूले पनि मैले पनि अङ्ग्रेजीको सबाल्टनको पिएचडीलाई नेपालीमा ट्रान्सलेट गरेर किताब तयार पारेँ र त्यो किताब तयार पारेर म छाप्न भनेर काठमाडौँभरि घुमेँ फाइन प्रिन्ट गएन कि भएछ रत्न गएन कि अब त्यो मदन पुरस्कार के भन्छ त्यो साझा प्रकाशन गएन कि अब भएछ मण्डला बुक्सहरू गएन कि त्यो बागबजारतिरको पब्लिकेसन हाउसहरू गएन कि जताततै के भन्यो भने ताराजी यो साहित्यको किताब एकदम त्यो अलिकति सेन्सेसन आउने त बिग्दैन तपाईँले यो रिसर्च कहाँ बिग्छ त्यस कारणले तपाईँ छाप्ने नै हो नि तपाईँको गुरुहरूको त मैले किताब छाप्न सकेको छैन 7 वर्षदेखि पाइपलाइनमा छ 10 वर्ष 15 वर्ष पुग्नुहुन्छ भन्थ्यो क्या पिएचडीको त्यस्तो दस्तावेज बनाउँदै अनि मलाई यति ठुलो चोट लागेको थियो भुटान भाँचिएको थियो वर्ष वैशाखी टेक्दैमा पब्लिकेसन हाउस भइरहेको थियो त्यही बेला मलाई रियलाइज भयो कि नेपालमा पब्लिकेसनको पनि एउटा ठुलो प्रब्लम छ होइन यहाँ रियल जेन्युन किताबहरू छापिरहेको छैन यहाँ फास्टफुड जस्ता किताबहरू जो बिग्छ त्यो मात्रै हेरिरहेको छ पब्लिकेसन हाउसले स्वाभाविक हो उनीहरू केही न केही रूपले आर्थिक गतिविधि गर्न ल्याएर उनीहरू गलत पनि होइन अनि फर्स्टै किताब सक्सेस रहेछ सवाललाई कति लाख लाग्दो रहेछ यहाँ 3 लाख जति लाग्दो रहेछ अरे धेरै ठुलो पैसाहरू भएन म आफै छाप्छु भनेर छापेको पछि जसले मेरो किताब छापेन उहाँहरूले पनि ओहो यो किताब चाहिँ छाप्नुपर्ने रहेछ अब हामी छापौँ भन्दैछ अहिले पनि कतिले छाप्छु भन्छ सवालको त्यसरी सक्सेसफुल भयो पछि भुटनी जेलीजीको सपना समाधि छाप्ने बित्तिकै तुरुन्तै 3,000 प्रति त 5 दिनमै छैन कि किताब त्यसरी गयो अर्को सेकेन्ड एडिसन गयो फेरि थर्ड एडिसन हामीले छापेको छैन सबै यहाँनिर अगाडि छ यहाँनिर होइन त्यसरी चाहिँ पब्लिकेसनमा जाँदो रहेछ जति पनि किताबहरू मैले छापेँ 3,000देखि 5,000 3,000देखि 5,000 छाप्दाखेरि ठुलो जाँदो रहेछ पब्लिकेसन हाउस बिना पनि किताब छाप्दो रहेछ भन्ने भयो अब यो किताब चाहिँ मैले के गरेँ त यसको किताबभित्र 25वटा युनिटहरू छन् यो भित्र प्रशस्त देशभरिको अन्तर्राष्ट्रिय पनि छ धेरै देशको साहित्यिक
भइरहेको छ। तर साइक्लिस्टहरूको कथाभित्र हाम्रो जोग्राफी छ, भूगोल छ, हाम्रो कल्चर छ होइन, हाम्रो पोलिटिक्स छ, हाम्रो सहरी विकासका नीति निर्माताहरूको महाभूलहरू छ, हाम्रो देशको नीति निर्माताले गर्न खोजेको असफलताका कथाहरू छन्, साइक्लिस्टहरूको एउटा सुस्केराहरू छन्, उनीहरूको नाजुकताहरू छन्, यो भित्र प्रशस्त सत्य कथाहरू छ कि मलाई यो चाहिँ कसरी लेख्नुपर्छ भनेर धेरै सोचेँ नि त। मैले युनिभर्सिटीको मान्छे हो, लिट्रेचरको मान्छे हो म। अब कोरा समाजशास्त्री लेख्यो भने पनि राम्रो हुनेवाला छैन, अब कोरा हिस्ट्री बनायो भने पनि राम्रो हुने छैन। यसलाई त साहित्यिक फ्लेभर दिनु पऱ्यो। भोलि युनिभर्सिटीमा पढाउने साहित्यको मान्छे तैँले किताब के लेखायो, यो कुन किताब हो भनेर त मान्छेले त उलिबिली लाउँछ। अनि मैले यो विधा कुन हुनसक्छ भनेर धेरै सोचेँ कि यसको विधा चाहिँ मलाई के लाग्यो भने सोसाइटीमा कुनै विधा हुँदैन। सोसाइटीभित्र हेर्नुहोस्, एउटा व्यक्ति भनेको हिस्ट्री पनि हो, कल्चर पनि हो होइन, जोग्राफी पनि हो, प्लेस पनि हो, म्युजिक पनि हो, एउटा युनिभर्स हो कि एउटा व्यक्ति त भनेपछि एउटा सोसाइटी त झन् के हो के त्यहाँभित्र धेरै खालको कलर हुन्छ। यसलाई पनि मैले अब बहु कलर दिने, साहित्यिक फ्लेभर चाहिँ दिने, प्रत्येक कुरा सत्य फ्याक्ट एन्ड फिगर भन्दाखेरि पनि यसलाई केही न केही रोमाञ्चक किसिमले साहित्यको रूपबाट भनिदिने हुँदा चाहिँ यहाँ 974वटा त रिफरेन्सेसहरू छ। यति धेरै रेफरेन्सेस छ, यत्रो धेरै रेफरेन्स किन राख्नु भयो होला भनेर रुचित बुझ्नुमा होइन। एउटा नेपाल लजमा एउटा राम्रो विश्लेषक मलाई यो के देखाउनु थियो भनेदेखि यो कम्प्लिट रिसर्च बेस्ड बुक हो। कुनै दिन यो चाहिँ विश्वविद्यालयमा शिक्षालयमा कोर्स बनेर यसको च्याप्टरहरू पढोस् अथवा यसलाई लिएर भोलि होइन सिलेबसहरू बनाऊ। नेपालमा पनि यति गहन रूपले साहित्यको पनि रिसर्च हुँदो रहेछ भनेपछि अरू पनि हुनसक्छ भन्ने सोच्छु। अनि पाठक त हाम्रो एउटै छ नि त, गजलको पाठक, कविताको पाठक एउटै खालको चाहिँ पाठक, उस्तै खालको चाहिँ पाठहरू होइन हामीले क्रिएट गरिरहेछौँ। यसले त के देख्यो भने जिन्दगीमा कहिले पनि किताब भने नकिने मान्छेहरू यो किताब मेचीदेखि महाकालीसम्म अचम्म यस्तो पनि किताब हुन्छ भन्ने कुराहरू गरे। कान्तिपुरमा सम्पादनलाई यो किताब दिन जाँदाखेरि पहिला त किन भेट्न आउँछु भन्दा हुन्छ के तारा आएर भन्छु भने ल यस्तै किताब यस्तो लगेर दिएपछि यति चकित हुनु हो कि कान्तिपुरकै सम्पादन, अरे बाबा यस्तो पनि किताब हुन्छ साइकलमा, यस्तो किताब कसरी आउँछ, के छ र साइकलमा भन्नु क्या। जब भित्र खोजेर कन्टेन्टहरू हेर्न थाल्यो, अरे ल तपाईँको तुरुन्तै इन्टरभ्यू राख्छु, आजसम्म मलाई कान्तिपुरले पर्सनल इन्टरभ्यू लिएको थियो, यो किताब आएपछि इन्टरभ्यू राख्छु भनेर भन्नु थाल्नु, अर्को इन्टरभ्यू पनि राख्छु भनेर लिइराख्नु भयो भनेपछि साइकलको एस्थेटिक्स यति मान्छेलाई छुँदो रहेछ जो साइकलै चलाएको। यो भित्रको कन्टेन्ट त्यस्तो छ। यो भित्र मलाई लाग्छ कसैले कल्पना नगरेको कुराहरू छन्, तर सबैलाई छुने खालको, बालकदेखि वृद्धसम्म, निरोगीदेखि अब दीर्घरोगीसम्म, धनीदेखि गरिबसम्म, हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्म, स्वदेशदेखि विदेशसम्मका कन्टेन्टहरू यो भित्र यति मिठोसँग त्यो हामीले बाँसले चित्रा बुने जस्तो बुनिएको छ भन्ने लाग्छ मलाई। र मेरो जीवनको यो निकै महत्त्वपूर्ण किताब हो भन्ने लाग्छ। यसलाई विभिन्न रूपले भोलि आलोचनाहरू नि हुनसक्ला, यो देशमा विश्वभरि आलोचक बुद्धबाट त्यो म को भनेर आलोचना गर्नु। तर यो किताबलाई मैले एउटा दुईवटा घोषणा गर्ने कोसिस गरेको थिएँ, घोषणा चाहिँ गरिनँ। मैले धेरैलाई 20-30 जनालाई सल्लाह गरेर सबैले नगर भन्नु। तारा भन्ने मान्छेलाई यो किताब बेचेर एक रुपियाँ पनि कमाउनु छैन, नाफा खानु पनि छैन, यसले पुरस्कार प्राप्त गरेछ भने त्यो पुरस्कार पनि मलाई लिनु छैन। तर यो रिप्रिन्ट चाहिँ भइरहोस् र यसले मुभमेन्ट देशव्यापी उर्लाओस् र रिप्रिन्ट हुने यसको चाहिँ कुनै न कुनै कोस्ट चाहिँ जम्मा होस्। किनभने यो अहिले पब्लिस गर्दाखेरि पनि निकै ठुलो धनराशि खर्च गरेको छ र कम्प्लिटली पर्सनली युज गरेको छ र यसमा मलाई कुनै गुनासो पनि छैन, मलाई पुण्डा पनि छैन, बिलौडा पनि छैन। किनभने मेरो अन्तरात्माले बहुत खुसीका साथ यसमा मैले रिसर्च इन्भेस्ट गरेँ, पब्लिकेसनमा इन्भेस्ट गरेँ र यसको 3rd, 4th, 5th एडिसन कन्टिन्यू आओस्। नयाँ रिफाइन्ड स्टोरीहरू ठाउँमा पुग्दाखेरि म छुटेँ, भेटौँडाले पनि म छुटेँ भन्दै कतिवटा स्टोरी सर मेरो पनि स्टोरी छ नि, अरूको स्टोरी यहाँ हटाएर छ, म छुटेँ नि, यसको दोष म हो कि तपाईँ हो को, हामी सबै म पनि हो। मैले अहिलेसम्म यो कुरा बाहिर पब्लिकले भनेन, काहीँ लेखेर नि आएको छैन हो, त्यस्तै खोज्नु त म हिँड्दैछु। बुटलमा गएको यस्तो स्टोरी छुट्यो नि भइहाल्नुहुन्छ। पाल्पामा गएको तपाईँलाई थाहा छ त्यो राजा ज्ञानेन्द्र शाहले कुक गर्नु हुँदाखेरि हामीले मेची महाकाली चाहिँ यात्रा गरेका थियौँ। हामीले मेची महाकाली साइकल त्यसको रेजिस्ट्रेसनमा गरेका थियौँ। एकजना मान्छे बेपत्ता अहिलेसम्म हराइरहेछ भन्नुहुन्छ र
यत्रो स्टोरी कहाँ छ त भन्दा यो मान्छेसँग हाम्रो बाहिर पब्लिस गरेर स्टोरीहरू हेर्छ है। पाल्पादेखि जहाँ जान्छु, हेटौँडा जान्छु, विराटनगर जान्छु, नेपालगञ्ज जान्छु, ठाउँमा अझै भूमिका स्थान अर्घाखाँची जान्छु, त्यहाँ कथाहरू नयाँ निस्किन्छ। यस्तो मान्छे थियो नि यसरी साइक्लिङ गर्ने, यसले यस्तो कुरा भन्थ्यो नि, यस्तो रेजिस्टेन्सको हिस्ट्री भन्थ्यो नि भनेर व्यापक हिस्ट्रीहरू भन्ने मान्छेहरू निस्किँदैछ। अब यो धेरै मोटो त बनाउन सकिन्न, तर सिन्थिसाइज गरेर थप्दै रिफाइन गर्दै यसमा चाहिँ हामी सेकेन्ड एडिसन थर्ड एडिसन जान्छौँ। र मेरो चाहिँ एउटा लक्ष्य के छ भने महावीर पुञ्जीले जे काम गर्नुभयो त्यसलाई धेरै किसिमले हेरिरहनु भएको छ। आलोचना गर्नेहरू पनि छन्, तारिफ गर्नेहरू पनि छन्। आज भर्खर मैले एउटा फोटो देखेँ, खुट्टामा ढोगिरहेको एकजना फिमेलले पनि फोटो आएको है। अब एउटाले पागल हो पनि भन्नुहुन्छ, अब एकदमै खतरा मान्छे पनि भन्नुहुन्छ, भोलि तारा पनि भन्नेवाला छ भन्छन् होइन। के भन्ला टिभीमा पढाउनु छोडेर यसो गरेर हिँडिरहेको पनि भन्ला। अब यसमा मलाई केही पनि कुरा छैन। जब साइक्लिङ गर्न थालेँ मेरो शरीरमा पोजिटिभ हार्मोनै हार्मोन छ। अब मलाई कसैले आएर मेरो मुखमै पुग्नुहुन्छ भने मसँग यो राजु साल भन्ने यही हुनुहुन्छ, प्यारालाइसिस भएर उहाँले डक्टरले त तपाईँ त एकदमै जति गर्दा पनि नहुने अब एक्टिभ लाइफमा जाउँ भनेर बाँचेको मान्छेहरू नि यहीँ छ। मेची महाकाली पहिलोचोटि नेपालबाट गरेर अहिलेसम्म पनि कन्टिन्यू गरेर स्टोरी टेलरहरू, स्टोरी क्रिएटरहरू यी हेटौँडामा छ। देशव्यापी यस्ता स्टोरीहरू कलेक्ट हुनेछ, यसमा थपिनेछ। र यो चाहिँ मैले मुभमेन्टको एउटा मोडल छ मेरो, यो एटमिक ह्याबिट भन्ने एउटा पछि किताब चलि पनि रहेछ। ठुलो एटम बम पड्के जस्तो, बिग ब्याङ थ्योरी जस्तो महाप्रलय हुने गरी उल्टाउने भन्ने कुरा, यो सुपरम्यानियन कन्सेप्ट अब विश्वमा फेल भयो। अब महानायक भन्नेको कन्सेप्ट पनि विश्वमा फेल भयो। अब इम्प्याक्ट पार्ने हो कि सानो 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 लेभलबाट तपाईँले डट 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 जस्तो एकदमै ढिँगाको टाउको भन्दा पनि सानो यस्तो यस्तो पिनले घोजे जस्तो इम्प्याक्ट पार्दै गयो भने त्यो मल्टिपल इम्प्याक्ट हुँदाखेरि त्यो ठुलो इम्प्याक्ट हुन्छ। म पनि जान्छु, 10 जना हुन्छ, दुईजना मात्रै आएर नि टक गर्छु भन्छु। आज हेर्नुहोस् त, अब बिहान भर्खर मर्निङमा जाँदाखेरि सुनेशसँग भेट्नु है, आउनु तपाईँ ल बेलुका हामी 5-10 जना जति हुन्छ बसिहाल्नु भन्नु। अहिले हेर्नुहोस् त यहाँ 50जना साथी। यसरी एटमिक ह्याबिटबाट सानो सानो लेभलबाट, यसलाई अङ्ग्रेजीमा मिनिमालिजम भन्दो रहेछ। यो किताब लेखेको नि मेरो शैली त्यही हो। मिनिमालिस्टिक हिसाबले सानो स्रोत फर्केर, सानो सपना देखेर, सानो सपनालाई चाहिँ इम्प्याक्टफुल सोसाइटीमा चेन्ज हुने खालको कुराहरू यसमा व्यक्त गर्न खोजिन्छ। एउटै उदाहरण काफी छ। जुन बेलामा हामीले यो किताबलाई विमोचन गर्ने भन्यो, विमोचन गरेर थुप्रै प्रोफेसरहरूसँग एक्सेस गर्यो अथवा सो कल्ड ठुलो मान्छेहरूसँग एक्सेस गर्यो। के कुरा गर्छौ तिमी यार, साइकल पनि किन हुन्छ, म के आएर बोल्नु त्यस्तो भन्ने कुरा गर्नुभयो। कतिजना मान्छेले अडपिल गर्नुभयो। अनि भने जस्तो मान्छे चाहिँ हामीले भेट्न सकेनौँ कि यसलाई विमोचन गर्नु। अनि हामीले प्रत्युष पन्त जस्तो हिस्टोरियन छ नि छोरी, यो प्रत्युष दाई प्रहलाद योञ्जन भन्ने, डक्टर प्रहलाद योञ्जन भन्ने मान्छे बित्यो। प्रहलाद योञ्जन कोही साथी थियो अरे, एकदम हाई लेभलको एउटा इन्टेलेक्चुअल। त्यो मान्छे कोही हुनुहुन्छ अरे, त्यो मान्छेलाई प्रमुख अतिथि बनाएर यो किताब विमोचन गर्नु पऱ्यो भने दादाजी तपाईँ अहिले 21st सेन्चुरीको मान्छे भएर त्यस्तो नसोच्नु न। ग्राउन्ड लेभलबाट सानो 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 काम गरेर जो छ तिमीलाई ल्याएर गराउनु दिनु। अब त्यो ठुलो मान्छे कसरी हिँड्ने तिमी भयो भन्नु हो क्या उहाँले। म पनि झल्याएको छ को रहेछ भने अहिले यसो दिदीबहिनीले 1जना 2जना आफ्नो छोटो साइकल दिएर सिकाएको मान्छेले 3000 जना दिदीबहिनी काठमाडौँमा साइकल चलाउनु भएको छ। मेची टु महाकाली 100औं मान्छे पुग्छ त्यति काठमाडौँमा पनि चलाउनु थालेको भनेपछि त्यो मान्छे त ग्रेट एउटा एक्टर हो त, एक्टिभिस्ट हो त, सोसल एक्टिभिस्ट हो। त्यो मान्छेलाई के रेस्पेक्ट गर्नु। एकजना कविता चित्रकार भन्यो अहिले खुब भिडियो, त्यो कविता जीको चाहिँ यस्तो बिचो स्टोरी छ। अहिले पनि तपाईँ सूचना केन्द्र अरू कहाँ कहाँ गएर हेर्नु सक्नुहुन्छ। पुरै भाइरल भइरहेको छ भने एउटा सानो मान्छेले डक्टरले पछि मर्छ भनेको मान्छे 3-4 दिन नै तिमी बाँच्छ कि बाँच्दैन, तिम्रो दिन अब यसरी गनेर बस्छ सिद्धि तिम्रो जीवन भनेको मान्छे साइकलमा आएपछि 5औं वर्षदेखि बाँचिरहेको र साइकलबाट होप क्रिएट भएको। यसपालि हामीसँग ऊ अन्नपूर्ण हुँदै खोरङला पास गरेर पोखरा पुग्ने मनाङ हुँदै तपाईँको बेसी सहरबाट त्यस्तरी डक्टरले उही बेलामा तपाईँको जीवन सिद्धि भनेर होपलेस भएर मर्नलाई ठिक भएर ठाउँ खोज्नु भएको दिदी एउटा बहिनी पनि त्यसरी होप भएर जति छैन। यति धेरै स्टोरीज छ। हामीले स्टोरी यसरी खोज्छौँ। महान मान्छेको मात्रै स्टोरी हुन्छ भनेर हेऱ्यौँ। यो चाहिँ जुन सफालको स्टोरीको मेरो पिएचडी थियो त्यसैमा म मुनि हेरेँ क्या स्टोरी, यतै वरिपरि हेरेँ क्या। त्यो ठाउँ ठाउँमा छुँदै हिँडेँ, सुमसुमेर हिँडेँ। राजुजी कहाँ गएर कहिले
मासु चिउरा खायो होला, कहिले च्यारो चिउरा खायो होला, स्टोरी सुनेर बसेँ। यति मान्छेको रेकर्डहरू गरेँ, यति मान्छेको कुराहरू सुनेँ, यति मान्छेलाई फोन गरेर पनि टिपेँ, यति मान्छेको घर घरमा सुन्दै हिँडेँ, जहाँ जान्छ एकदम मेरो लागि खर्च एक रुपियाँ गर्नु पर्दैन भन्दै हिँडेँ। त्यसरी बटुलिएको कथा हो। मेरो विचारमा यसरी यस्तो किताब हिजोसम्म लेखिएको थिएन। साइकल सम्बन्धी यस्तो किताब आउँछ भनेर परिकल्पना पनि कसैको थिएन, साइन्टिस्टको पनि थिएन, युनिभर्सिटीको रिसर्चर पनि थिएन। प्रदेश मन्त्रालयले मैले साइकलको हिस्ट्री खोज्न थालेको, मार्टिन चौधरीमा केही छ भने कस्तो कस्तो कुरा गर्नुहुन्छ दादाजी, के भन्नु खोज्नुभयो तपाईँले? पहिलोचोटि साइकल कुन आयो होला नेपालमा, त्यो खोज्नु मन छ मलाई, कहाँ भेट्छ होला? यस्तो नेपालमा आर्काइभल हुँदैन, बदलाउँछ तपाईँ, त्यो कतातिर त्यस्तो सोचेर हिँडिरहनु भयो भन्न थाल्नु भएको थियो। अनि म पुगेँ कहाँ भन्दा त्यो हाम्रो पुरातात्विक विभाग, त्यहाँ आर्काइभ छ अरे। यसरी भिडियोले हेर्नुपर्ने रहेछ। पहिलो गोर्खापत्र निस्किएको, पहिलो गोर्खापत्र केमा रहेछ भन्दा क्लिक गरेपछि पल्टिँदो रहेछ, एकदम मधुरो, राम्रोसँग नदेख्ने। अनि फर्स्ट पत्रिकादेखि हेर्दै गयो भने साइकलको हिस्ट्री भेट्न सक्छ, कसरी आएर छ, यसले हाम्रो समाज कसरी विकास भएर छ भनेर हिस्ट्री खोज्न थालेको। त्यसपछि 122 वर्ष अगाडि एउटा ऊ भेट्यो क्या एडभर्टाइजमेन्ट, वाइसिकल धेरै छिटो कुद्न सक्ने होइन, एकदम चमत्कारी खालको वाइसिकल बजारमा आएको छ। कम्पनी रुपियाँ धेरै छिटो कुद्न सकेको कम्पनी रुपियाँ 18 रुपियाँ, अलिक त्योभन्दा मध्यम खालको 15 रुपियाँ लेखेको के, यत्रो ठुलो ठुलो अक्षरमा लेख्दो रहेछ एडभर्टाइज। त्यसरी चाहिँ एडभर्टाइज हुँदै गएको देखिँदो रहेछ। अनि यसले के देखायो भने हाम्रो सोसाइटी हिजो कस्तो थियो, साइकलै पाउँदाखेरि कस्तो ठुलो कुराहरू लिँदो रहेछ। कसले किन्न सक्नु थियो हेर्नु त, 18 कम्पनी रुपियाँ त्यो बेलामा। हाम्रो हजुरआमाले 25 पैसा बिहे गरे भन्दै हुनुहुन्थ्यो, 24 पैसा खर्च भएर अझै 1 पैसा त बाँकी पैसा थियो भन्नु। त्यो बेलामा त्यो काठमाडौँ त्यो चाहिँ 18 रुपियाँको कम्पनी रुपियाँको रालेगा साइकल के साइकल चढ्दो रहेछ, बेलादेखि ल्यायो। त्यो हिस्ट्री हुँदै पछि कार कसरी आयो, त्यसरी मोटरसाइकल कसरी आयो, साइकल खेल्दै कहाँ पुग्यो, एडभर्टाइजको प्याटर्न कसरी चेन्ज भयो, हाम्रो सोसाइटी नै कसरी ट्रान्सफर्म हुँदै गयो, हामी कता जाँदैछौँ। यति मिठो सोसियो पोलिटिकल कल्चरल आउँदो रहेछ नि। हाम्रो देशको नेताहरूले कहाँ कहाँ ब्लन्डर गरे भन्ने पनि आउँदो रहेछ। त्यसबाट सानो एङ्गलबाट सोसाइटीको धेरै ठुलो कुरा हेर्न मिल्दो रहेछ। यस्तो कल्पना भन्दा म आफै पनि कल्पना भन्दा बाहिरको किताब हो यो, यस्तो हुन्छ भन्ने कल्पना गरेको किताब। र यो किताबले आज भन्दै थियो मेडिटेसन इज मेडिकेसन भन्दै हुनुहुन्थ्यो क्या आज त्यहाँ एउटा ट्रेनिङमा, म पनि भयो मेडिटेसन इज मेडिकेसन भन्थ्यो। मेडिकेसन पनि मेडिटेसन दुइटै हो साइकल भन्छु क्या म। र मैले यो रेगुलर प्र्याक्टिस गरिरहेको छु। आज भर्खर भेट्दा नि मलाई सबभन्दा 4-5चोटि हेर्नु कन्फर्म मारिसकेँ, हिजो पनि हिँडिरहेको छु। हेटौँडालाई चाहिँ यो किताब आइसकेपछि बेस्ट साइकल सिट बनाउनलाई ठुलै भूमिका निर्वाह गर्नेछ भन्ने मैले महसुस गरेको। अब कसरी भन्दा चाहिँ यहाँ मदन भण्डारी एकाडेमी एन्ड हेल्थ साइन्सेस भन्ने रहेछ, 600 जना त डक्टर्सहरू नै छ अरे भन्ने सुने मैले। टिचिङ गर्ने प्रोफेसरहरू पनि मेडिकलतिर 150-200 रहेछ होइन, एउटा ठुलै संसार भइसकेको छ। त्यसको मेन प्रतिनिधिहरू आज हुनुहुन्थ्यो। अनि उहाँहरूलाई मैले यही मोडेलहरू देखाउँदै आज एकाडेमिक राइटिङको कुरा गर्दा 3-4 जना मसँग धेरै किताब भयो त उहाँहरूले अझै किन्नुहुन्थ्यो। सेसन पनि यहीसँग हामीले चलायौँ। अब उहाँहरूले के भन्न थाल्नुभयो भने म पनि साइकल किनेर चलाउँछु। हेटौँडा जस्तो ठाउँमा मेडिकल डक्टर्सहरूले अरू देश विश्वको कुरा छोडिदिउँ, हेटौँडा जस्तो ठाउँमा पनि तपाईँहरू जस्तो डक्टर साहबहरूले, म्यामहरूले, डक्टर म्यामहरूले साइकललाई किन प्रिफर गर्नु? रिसर्च हेर्नुहोस् त, विश्वभरि किन यस्तो विधा डक्टरहरूले साइकल चल्छ। यसपालि फोरङला पास गर्न जाँदाखेरि 11-12 जना विदेशी हुनुहुन्थ्यो, 8-9 देशका मान्छेहरू हुनुहुन्थ्यो। हामी 38 जना टिम थियौँ। त्यहाँ क्यालिफोर्नियादेखि विश्वको टप ठाउँबाट यस्तो पपुलर डक्टर्सहरू आएको, हस्बेन्ड वाइफै प्रोफेसर डक्टरहरू आउनु भएको थियो। उहाँहरूले साइकललाई यति ठुलो रूपमा लिनुभएको छ कि 18 घन्टा 16 घन्टा म त्यो सधैँ मान्छे चिरिरहँदा सर्जन भएर क्यालिफोर्नियाको हस्पिटलमा, जहाँ मेरो 100 जनाहरू वरिपरि डक्टरहरूले मेरो पछि मैले लिड गरेको अपरेसन हाँक्नुहुन्छ। त्यसरी चिर्दा मेरो जीवन सिद्धिएको हुन्छ। म यति मोनोटोनस हुन्छु, सारा चिज म एकदम निराशा देख्छु। त्योबाट छुटकारा पाउनु र म फेरि पुनर्जीवन प्राप्त गर्न साइकल चलाइरहेको छु। डक्टरहरू हप्ता दिनको यति घन्टा चाहिँ म रेगुलर साइकल चलाउँछु, रुटिन बनाएर जेसुकै होस् हस्पिटलमा। आफू त पहिला बाँच्नु पऱ्यो भनेर म साइकल चलाइरहेको छु।
त्यस्तो हिमालमा आएर साइकल चलाएर तपाईँहरू चाहिँ यहाँ हेटौँडा जस्तो सिटीमा किन चलाउनुहुन्न भन्ने प्रश्न गरेको थियौँ। उहाँहरूले प्रस्तुति पनि दिनुभयो र उहाँहरू धेरैले पछि रियलाइज गर्यो कि अब हामी साइकल चढ्छौँ, म चढ्छु भनेर हात पनि उठाउनु भएको छ, मैले फोटोहरू खिचेको छु। भनेपछि उहाँहरूले के भन्नु भने एउटा सेल्फ मोटिभेसन भएको छैन, एउटा आउटसाइडर मोटिभेटर छैन। यो दुईटैको कारणले हामी यस्तो भएको छ। हामीलाई चाहिँ अहिले पनि के छ भने डक्टर भएपछि कार चढ्नुपर्छ भन्ने लागेको छ। क्यालिफोर्नियाको डक्टरलाई कार चढ्नुपर्छ र म राम्रो हुन्छु भन्ने किन भएको छैन। हामीलाई भइरहेको छ भने चाहिँ हामी मोटिभेट हुन सकेका छैनौँ। यो किताब चाहिँ त्यस्तो मोटिभेटर्स क्रिएट गर्नलाई केही हेल्प हुन्छ कि लेखेको किताब। यसभित्र जे कन्टेन्ट छ मलाई पूर्ण विश्वास छ स्कुलको विद्यार्थीहरू शिक्षकहरू धेरै किताब त किनिरहनु भएको छ। देशभरिको शिक्षक सबभन्दा बढी कम पढ्ने जस्तो देखिरहेछ। नपढिकन जिन्दगी बिताएर धेरै शिक्षक मरिसक्नुभयो, थुप्रै मर्न लागिरहनु भएको छ, केही अब अझै मर्नेवाला छ। ठिक्कै किताब नकिन्दो रहेछ। मैले 10,000 मान्छे भेटेर आएको थियो अरू खाँसीमा। यत्रो मासमा तपाईँहरूले 81 सालमा कुनै एउटा किताब किन्नुभयो, कोर्सभन्दा बाहिरको पढाउँदाखेरि पढ्नुभयो, हात उठाउँछ भन्दा 10,000 मान्छे भेट्दाखेरि जम्मा 3 जनाको हात उठ्यो होइन। भनेपछि देशभरि सबभन्दा कम टिचर पढ्नु रहेछ। टिचरहरूलाई पनि म चाहिँ यो खुब पढाउन चाहन्छु। सेलिङ गरेर हुन्छ कि पोस्ट गरेर हुन्छ कि मोटिभेट गरेर हुन्छ कि अनुरोध गरेर हुन्छ कि होइन निवेदन गरेर। त्यस्तै स्टुडेन्टहरूमा चाहिँ खुब चासो भयो। जहाँ गए पनि सरी किताब ल्याउनु भएको छैन, दिनु हामी किन्छौँ के गर्छौँ भन्नु थाल्नुभयो। हामी स्कुल पढाउँछौँ। मकवानपुरमा पनि मलाई लाग्छ जतिवटा स्कुल छ, मेरो पनि यो गृह जिल्ला भएको हुनाले सबै स्कुलतिर यो पुर्याउने म कोसिस गर्नेछु। जहाँ जान्छु अब प्लेन गाडी चढेर गाडी रिजर्भ गरेर हिँड्यो भनेदेखि यो बिक्री भएको पैसाहरू त टेम्पर खर्च हुँदो रहेछ। अनि म चाहिँ के अपर्च्युनिटी गरिरहेको छु भने मलाई आज यहाँ जसरी ट्रेनिङमा डाक्यो उहाँहरूले केयर दिनुभएको थियो, बस्ने ठाउँ दिएको थियो, त्यही मौकामा एउटा टक गऱ्यो। अनि त्यसपछि केही सेभिङ हुन्छ, सेकेन्ड एडिसनलाई बदल्यो। यसबाट जति पनि सेभिङ हुन्छ। अब योपालि हामीले 5,000 प्रति 3,000 प्रति छाप्यौँ भने 10,000 प्रति छाप्यौँ। अब प्राइस पनि घट्दो रहेछ कि जति लार्ज स्कुलमा छाप्यो प्राइस पनि घट्दो रहेछ। हेर्दाखेरि अलिकति महँगो छ कि भने जस्तो कुराहरू छ। तर यही साइजको किताब इङ्ग्लिसको भने 15+ मिनिमम पनि चार्ज हुन्छ। अनि त्यस्तै पऱ्यो भने 2,000 पनि मास्टर ग्रेड हुन्छ। यसलाई हामीले त्यस्तो महँगो नि गरेको छैनौँ, किनभने यसको साइजै क्विन साइज। यसभित्र 2 लाख वर्ड्सहरू छन् होइन, 400 पृष्ठहरू छन्। त्यो हिसाबले रिसर्च 6 वर्ष लागेर यसले गरिएको छ। तपाईँहरू यो कन्टेन्ट यहाँभित्रको कन्टेन्ट साइक्लिस्ट होस् नन साइक्लिस्ट होस् सबैले रुचाउनु हुनेछ भन्दै यो किताबको चर्चा यहाँनिर टुङ्ग्याउँछु।